हेलो गाइस, वेलकम ब्याक टु आवर केआई फ्यामिली ब्लग। फेरि पनि तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। र आज धेरै दिनको बादमा होइन तपाईँहरूको अघि म आइरहेको छु र केही कुराहरू लिएर। र आज चाहिँ तपाईँहरूको लागि एकदम नयाँ कुरा छ। तपाईँहरूलाई चाहिँ के भन्दाखेरि चाहिँ सधैँभरि ब्लगमा चाहिँ यता खाएको लाएको डुलेको हिँडेको सबै म त्यो देखाइरहेको हुन्छु होइन। तर आज चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँहरूको लागि एउटा नयाँ टिप्स छ हेल्थको बारेमा होइन। कति तपाईँहरूलाई होइन फन इन्जोयहरू यताउता गरेको मात्रै देखाउने, कोही बेला मेरो युट्युब फ्यामिली एज होइन तपाईँहरूलाई मैले जानेको कुराहरू तपाईँहरूलाई म सेयर गर्न चाहन्छु। एकदम जानेको बुझेको कुराहरू होइन। हेल्थ पनि त हाम्रो लाइफमा सबैभन्दा इम्पोर्टेन्ट हो नि त। हाम्रो लाइफ चाहिँ हेल्थ चाहिँ एकदम राम्रो छैन होइन, एकदमै अब बिग्रेर गएको छ भने त हामीले जिन्दगीमा कुछ गर्न सक्दैन नि त। हाम्रो लक्ष्यमा पुग्नुको लागि हाम्रो त्यो गोलमा पुग्नुको लागि हाम्रो एम्बिसनहरू पुरा गर्नुको लागि हामीलाई सबैभन्दा ठुलो जरुरत चाहिँ के छ भन्दाखेरि हाम्रो हेल्थ। र त्यही कारणले गर्दाखेरि मेरो युट्युब फ्यामिलीहरूलाई चाहिँ आफ्नो फ्यामिलीहरू जस्तो लाग्छ। त्यही कारणले गर्दाखेरि अब सधैँ तपाईँहरूलाई मैले मजा गरेको हाँसेको डुलेको खेलेको यताउता गरेको देखाउँथेँ होइन। आज तपाईँलाई सानो एउटा हेल्थ टिप्स चाहिँ म तपाईँलाई एकदम सिकाउन चाहन्छु, मैले जानेको बुझेको कुराहरू। र आज चाहिँ के हो भन्दाखेरि तपाईँलाई हाउ टु प्रिभेन्ट अ कन्स्टिपेसन हुन्छ नि, हामीले कसरी चाहिँ कन्स्टिपेसनलाई चाहिँ प्रिभेन्ट गर्नु सक्छ र हामी कसरी अवेर हुनुपर्छ त्यसको लागि चाहिँ म तपाईँलाई एकदम के भन्छ सानोबडे भनौँ न अब टिप्स दिन चाहन्छु। र त्यो टिप्स चाहिँ के हो भन्दाखेरि चाहिँ जस्तै कन्स्टिपेसन मिन्स अब हामीलाई कोही बेला टोइलेट पुरा एकदम हार्ड जान्छ हुन्छ नि, स्टुलहरू हुन्छ नि चाम्रो हुन्छ, त्यति बेला हामीले कति अब त्यसलाई निकाल्नु खोज्दा पनि अब त्यसलाई हामीले सक्दैन। इभन हामीले त्यो टाइममा के गर्नुपर्छ, कतिवटा कुराहरू त केसहरू त यस्तो पनि भएको छ कि जसमा हस्पिटल जानुपर्ने स्थिति हुन्छ नि। अब त्यहाँ गएर डक्टरलाई देखाएर अब पुरा पम्पहरू गरेर निकाल्नुपर्ने त्यस्तो खालकेहरू हुन्छ होइन। र त्यही कारणले गर्दाखेरि म तपाईँहरूलाई एउटा टिप्स दिन चाहन्छु कि तपाईँलाई जसमा चाहिँ कहिले पनि यति कुरा 4टा चिजहरू छ, त्यो 4टा स्टेप्सहरू छ। यो 4टा स्टेप्सहरू चाहिँ तपाईँहरूले सधैँभरि जिन्दगीभरि याद गरेर राख्नु भएर त्यसलाई नै फलो गर्नुभयो भने तपाईँलाई कहिले पनि कन्स्टिपेसन हुने छैन होइन। 1 नम्बरमा चाहिँ तपाईँको के छ भन्दाखेरि चाहिँ हामीले जहिले पनि पर डेमा चाहिँ 8 ग्लास अफ वाटर चाहिँ खानै पर्यो। 8 ग्लास अफ वाटर चाहिँ खानै पर्यो। बिहानै उठ्छौँ, बित्तिकै उठेर होइन केही नगरिकन हामीले के पानी खानुपर्छ भनेर भन्छ होइन। त्यो त डक्टरको पनि एडभाइस हो। र त्यसको साथसाथमै हामीले दिनभरिमा हाम्रो एउटा रुटिन हुन्छ होइन। पानी चाहिँ हामीले खाइबस्नुपर्छ भन्नुको मतलब डक्टरहरूले त भन्नुहुन्छ 4 लिटरदेखि 5 लिटरसम्म दिनमा पानी खानु भनेर भन्नुहुन्छ होइन। र त्यो नगरेर तपाईँले त्यसको बदलीमा तपाईँले 8 ग्लास अफ वाटर डेली रेगुलरली खानुहोस्। जसलाई कन्स्टिपेसनको प्रब्लमहरू छ होइन त्यो उहाँहरूले चाहिँ यो टिप्सहरू चाहिँ अपनाउनुहोस्, मैले जानेको बुझेको होइन। त्यहाँदेखि 8 ग्लास अफ वाटर खानुहोस्, तपाईँहरूको शरीरलाई एकदम हल्का पनि हुन्छ र राम्रो पनि हुन्छ। त्यहाँदेखि चाहिँ तपाईँहरूले खानाहरूमा हुन्छ नि प्रायः जस्तो तपाईँले के खानुहोस् भन्दाखेरि ग्रिन भेजिटेबलहरू खानुहोस्, लिफी भेजिटेबलहरू खानुहोस्, त्यसको साथसाथै फ्रुट्सहरू खानुहोस् जसमा चाहिँ हामीले के पाउँछौँ, फाइबर पाउँछौँ। र प्रायः जस्तै तपाईँहरूले कन्स्टिपेसन रोक्नुको लागि चाहिँ फाइबरस फ्रुट्सहरू भेजिटेबल्सहरू खानुहोस्। जस्तै फ्रुट्समा एप्पल अरेन्जहरू आउँछ इत्यादि थुप्रो छ, त्यो तपाईँलाई म यहाँनिर राखी पनि दिन्छु कुन कुन खालको फ्रुट्सहरू फाइबरस फ्रुट्सहरू भनेर। र त्यसको साथसाथमै तपाईँले एउटा फाइबरस भेजिटेबल्सहरू पनि खानुहोस्। जस्तै लिफी भेजिटेबल्सहरू खानुहोस् पुरा होइन। ब्रोकलीहरू भयो, तपाईँले रेडिसहरू भयो, अन्त ग्रिन भेजिटेबल लिफी भेजिटेबलहरू लिन्टेलहरू खानुहोस् होइन। स्पेनिसहरू खानुहोस् तपाईँले। र त्यसको साथसाथमै तपाईँले एउटा के पनि खानुहोस् भन्दाखेरि चाहिँ एकदम हुन्छ नि अब किडनी बिन्सहरू हुन्छ नि, जति पनि किडनी बिन्स मात्रै होइन अरू जति पनि बिन्सहरू छ नि, पल्सेसहरू छ नि, गेडागुडीहरू छ नि, त्योहरू तपाईँले सधैँ खानुहोस्। र यसले पनि तपाईँलाई कन्स्टिपेसन हुनुबाट बचाउँछ। र त्यहाँदेखि अर्को त्यो फर्स्ट स्टेप सेकेन्ड स्टेप भयो। अब थर्ड स्टेपमा चाहिँ तपाईँले के गर्नु पर्यो त भन्दाखेरि चाहिँ हाम्रो डेली डाइट चाहिँ 3 प्रकारको हुन्छ। हाम्रो कस्तो 3 प्रकार 3 टाइप्सको हुन्छ। फर्स्ट उठेर ब्रेकफास्ट हुन्छ, सेकेन्डमा लन्च हुन्छ र थर्डमा डिनर हुन्छ। यो मिल चाहिँ हामीले कहिले पनि स्किप गर्नु हुँदैन। हामीले यो डाइट यो मिललाई चाहिँ डेली मजाले स्किप नगरिकन राम्रोसँगले रुटिन टाइममा फलो गऱ्यो भने यसले पनि हाम्रो कन्स्टिपेसन हुनुमा
बचाउँछ। र इम्पोर्टेन्ट थिङ्स चाहिँ हामीले ब्रेकफास्ट गर्नु पऱ्यो, लन्च गर्नु पऱ्यो र डिनर चाहिँ हामीले डेली गर्नु पऱ्यो। कतिजना अहिलेको हुन्छ नि अब नानीहरू कतिजना छ सानैदेखि नै डाइटिङ 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 म त खाँदिनँ, यस्तो खाँदिनँ, र अहिले प्राय त्यस्तो भन्छ उनीहरू फिजिकल मेन्टेन गर्नु, यतिको हाइटमा यति वेट हुनुपर्ने, यतिको हाइटमा यति वेट हुनुपर्ने भनेर नानीहरूले भन्छ होइन। तर त्यस्तो होइन, भक्कु पनि खानु परेन नि, तर एकदम हेल्दी फुडहरू तपाईँहरूले चाहिँ एकदम डेमा पर डेमा चाहिँ ब्रेकफास्ट लन्च र मिल चाहिँ तपाईँहरूले भक्कु भक्कु पनि खानु परेन, ठिकै ठिकै तपाईँहरूले डेली स्किप नगरी खानुभयो भने हेल्थ पनि राम्रो हुन्छ। त्यसको साथसाथमै तपाईँलाई कन्स्टिपेसन हुनुबाट पनि बचाउँछ। र तपाईँको लास्ट स्टेप के छ भन्दाखेरि अब खाएर डुलेर सबै कुरो फाइबरस फ्रुटहरू खाएर पानी खाएर मात्रै हुँदैन, त्यसमा हाम्रो बडीमा के चाहिन्छ भन्दाखेरि सबैभन्दा ठुलो फिजिकल एक्सर्साइज। ओके, फिजिकल एक्सर्साइज सबै कुरो खाएर मात्रै खाएर बसेर खायो अरे खर शुद्ध त भएन नि। त्यो सबै तपाईँहरूले एप्लाई गरिसकेपछि आफ्नो हुन्छ नि बडीमा, त्यहाँदेखि चाहिँ तपाईँहरूको के छ भन्दा फिजिकल एक्सर्साइज इज भेरी भेरी इम्पोर्टेन्ट। भन्नुको मतलब फिजिकल एक्सर्साइज भन्नुको मतलब चाहिँ तपाईँहरू पुरा कुद्नु, रनिङ गर्नु, वक गर्नु, उफ्रिनु, यति किलोमिटर सकि नसकी कुद्नु होइन। तपाईँहरूले खाएर 1 घन्टा 2 घन्टा आरामले बिस्तारै हिँड्नुहोस्, वक गर्नुहोस्, हल्का रनिङ गर्नुहोस्, यताउता हिँड्नुहोस्। र एक्सर्साइज गर्दाखेरि तपाईँले जहिले पनि वक गर्दा हिँड्दाखेरि कहिले पनि गोजीतिर हात लगाएर यस्तो गरेर हुन्छ नि पछाडि हात लगाएर यसरी कहिले पनि नहिँड्नुहोस्, त्यसले एक्सर्साइज हुँदैन। तपाईँले फ्रिली आफ्नो बडीलाई चाहिँ फ्रिली मुभ गरेर यसरी हिँड्नुहोस्, मुभ गरेर हिँड्नुहोस्, त्यो चाहिँ हाम्रो एकदम राम्रो होल बडीमा चाहिँ के हुन्छ एक्सर्साइज हुन्छ। र यसले चाहिँ के गर्छ भन्दा हाम्रो डाइजेस्टिभ सिस्टमहरूलाई पनि राम्रो गर्छ र फुडहरू मजाले डाइजेस्ट हुन्छ। र यति गरेपछि हाम्रो हेल्थ पनि के हुन्छ एकदम राम्रो भएर जान्छ। र तपाईँहरूलाई मैले मेरो एज अ युट्युब फ्यामिली होइन तपाईँहरूलाई कति घाँसेको डुलेको यताउता पनि देखाउनु, र कोही कोही बेला तपाईँहरूलाई यस्तै म हेल्थको बारेमा हुन्छ नि मोटिभेसनल स्पिचहरू तपाईँहरूलाई होइन क्युरियस हुने टाइपको होइन, र यस्तै हेल्थ टिप्सहरू यसरी नै म लिएर आउने गर्छु होइन। तपाईँहरूलाई कस्तो लाग्यो, के लाग्यो आजको मेरो हेल्थ टिप्स, तपाईँहरूलाई एकदम मन पऱ्यो भने एकदम मेरो यो हेल्थ टिप्सलाई चाहिँ के गर्नुहोस् भन्दा लाइक, सेयर र कमेन्ट गरिदिनु होला। बाई बाई।